ल हिमाली चित्रकारलाई स्वागत छ ब्लगमा। तर तपाईलाई आज लास्टै होइन कि होइन, तर तपाईँलाई आज लास्टै राम्ररी देखिरहेछ कि। हेलो हेलो ब्रदर, के छ हालखबर? म चाहिँ हिमाली चित्रकार। हेलो दाजु, नमस्ते, वेलकम टु माई ब्लग। बवाल गर्दै जाऊ यार, अझै म त कन्सिस्टेन्सी छैन, तिमीले चाहिँ गर यार। ल भन्दै नि त मेरो ब्लगमा। म पनि युट्युब च्यानल खोल्दैछु, मलाई पनि हिमाली चित्रकारलाई फलो गरिदिनु होला। को आउनु लाग्दैछ यहाँ चाहिँ? आउनु चाहिँ खै थाहै भएन। यहाँ रमाइलो लागिरहेको केटा हो, मजा आइरहेको तिमीलाई? म सुन्दै क्या। What's up gang, it's me Savin Magar. So hello everyone, this is हिमाली चित्रकार, वेलकम ब्याक टु अनदर एपिसोड। तिमी पनि यहीँ आएको हो? हजुर। के छ? ठिक छ त। म चाहिँ हिमाली चित्रकार। तिमी चाहिँ? म आज यसो हेर्न बुझ्न सिक्न। ए बुझ्न मात्र आएको हो? हजुर। ए सही हो। ल कति बजीबाट यहाँ प्रोग्राम सुरु चाहिँ? प्रोग्राम त इमेलमा त 9 बजे थियो, ए अनि टाइम त 11 भइसक्यो रे। ए हो। अहिले कस्तो टाइपको कन्टेन्टहरू हाल्नुहुन्छ नि? म त फोटोग्राफर हो। हजुर। म अब वेडिङहरू खिच्छु। ए यहाँ चाहिँ यसो के रहेछ, यहाँ सबले यो जाने कि क्रिएटर मेला भन्यो, अनि के रहेछ यो क्रिएटर मेला भन्यो। सो हामी चाहिँ अब भित्र जानेवाला छौँ। के छ माहौल? राम्रो छ माहौल, डेकोरेसन त राम्रो रहेछ। भित्र चिज चाहिँ के हो भन्ने कुरो हो होइन। चिज हेर्नु भने ओहो, यहाँ त पुरै सेक्युरिटी टाइट सेक्युरिटी रहेछ नि त। ओहो यिनीहरू रहेछ नि त यहाँ। ओहो हेलो हेलो, के छ गाइज? वेलकम टु माई ब्लग सबैजनालाई। हेलो हेलो, के छ? के हो यो गर्नुपर्ने? मेरो नाम त अश्विन हो। ए कति बजीबाट हो यहाँ प्रोग्राम सुरु चाहिँ? भइसक्यो? के हो यहाँ खास के हो कुरो चाहिँ? ए हो, ल ठिक छ। एकछिनलाई यहाँ त के छ अरे, यहाँ माहौल देखाइदिउँ। माहौल इज ग्रेट हियर। अनि त्यहाँबाट के पर्ने रहेछ यसमा? दुईटा छ है, यसमा पर्छ। ए सुकुटी पनि रहेछ। ल सुकुटी चाहिँ हामीलाई पर्छ जस्तो छ अब है। अब ओहो यो के छुर्पी रहेछ यो? डुकडु फेरि फर्किन्छ। यही पर्छ रहेछ, सबलाई यही पर्दो रहेछ। सबलाई चिउरा पऱ्यो हेर। अब भाग्यमा चाहिँ तपाईँनु पऱ्यो। ए यो भाइले पर्दैन, फेरि चिउरै पर्छ कि भाइले? चिउरै पर्छ कि अरे, स्योर चिउरा पर्छ कि भाइ? ढुक्क भयो भाइ, मैले प्रेडिक्ट गरिदिइसकेँ। अनि त्यो इम्ब्यालेन्स गर्ने तरिका हुन्छ क्या, त्यहाँ सिस्टम हुन्छ कि। ल है ल, चिउरा पर्ने यत्रो कुरा भाइ, चिउरा पर्ने हो फेरि। ओ के हो त्यो ग्रिन ग्राफ्स? छिराइदियो 80मा आयो त। ओए दामी अर्को सर्ट परेन। ओए कति पुग्यो? ओ ल है ल, एन्जेलको टी सर्ट ल है ल बधाई छ। ल अब लगाइदिइहाल्नु नि होला, त्यो लगाइदिइहाल्नु न। ल अब एन्सेलको टी सर्ट पाइसकेको छ। चिउरा नि लिन जाने हो? एन्सेल हो, चिउरा लिन जाने हो? होइन छोडे, चिउरा हामीसँग इनफ छ। यता के रहेछ यो? ओहो यो यहाँ रहेछ, के छ? ठिक छ नि? यो चाहिँ हाम्रो पुरानो मित्र। हेलो ब्रो। ठिक छ नि होइन? ठिक छ। ल ठिक छ। के कस्तो छ यो? मिठो? यस्तै नखा, स्वास्थ्यको लागि हानिकारक छ यो। डाइट खानु न त्यस्तो। केटाहरूले होइन यस्तो नखाऊ भाइ, यस्तोको रिभ्यू नदिउँ। अड्दैन, कहाँ अड्दैन त्यो हुँदै हुन्न त्यस्तो काम। त्यही लडिदिएन मलाई, कहाँ खोल्टिहाल्छु म। ऊ त्यो ब्यागमा हाल्दैन, ब्यागमा उसको। ल है हाम्रो गाडी रिसिभ चढिसक्यो होइन त? चढिसक्यो है केटा। We have our Eva Giri. Hello, this is Himali Chitrakar. Hi.
के छ पत्रकार त होइन नि पत्रकार होइन मलाई डर लाग्छ पत्रकार होइन म फोटोग्राफर हो थ्याङ्क गड फेरि न्युजमा है आउँदैन त्यस्तो न्युजमा टेन्सन छैन डोन्ट यु वरी अबाउट द्याट है ओहो हामी यताबाट जानुपर्ने हुन्छ बाहिर गाइजहरू अलट अफ गाइज आर हियर अनि हाम्रो क्याबिनेट दाइहरू यहाँ हुनुहुन्छ बाहिर हेलो हेलो ब्रदर के छ हालखबर म चाहिँ हिमाली चित्रकार थ्याङ्क यू बिजी छन् गाइजहरू अब बिजी डिस्टर्ब नगरिदिउँ छु 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 यही गाइज युवागिरी सब बिजी छन् कि हेलो हेलो वेलकम टु माई ब्लग हेलो हेलो हजुर यो त खै के हो यस्तो लामो एउटा है ल देखिरह मजाले साथीभाइहरू उमे ब्लगलाई सब्सक्राइब गरौँ सबैजनाले है यसलाई अलि यस्तो गरे चाहिँ अझै राम्रो होला यस्तो गरे चाहिँ आज हामी सप्तकण्डी होइन आज हामी सिराइचुलीमा छौँ नेक्स्ट टाइम चाहिँ हामी सप्तकण्डी सियोर जान्छौँ है अनि फर्स्ट दिनमा गइसक्यो अरू कुरो ठिकै लौरो चाहिँ राम्रो रहेछ हजुर अझै लामो हुन्छ कि यो लौरो देखिरहेको छ पुरै पुरै देखिरहेको छ 360 खिचेर मिल्टी त खानु पऱ्यो अनि अरू केही नखाने चिया त खानु पऱ्यो यहाँ अघि नि त है ल चिया चाखाम न सुगर छ नि चिया रहेछ जाम अब जाम अफिसर्सहरू सर्भिसहरू कस्तो नयाँ झर्या होला यो हजुर यो नयाँ अब भोलि लन्च हुँदैछ हाम्रो चाहिँ दुईवटा गाडी छ यो BE6 भन्ने र EV9E भन्ने अनि यो चाहिँ स्पोर्टी लुक्समा छ अनि जुन चाहिँ देख्न सक्नुहुन्छ यसको चाहिँ ककपिट चाहिँ एकदमै राम्रो छ है यो त प्लेनै उडाएर चाहिँ प्लेनै है गाडी कुदाउने हो त हो त्यो त प्लेनकै उडाउनु पाइन्न होला उडाउनु न एकलट उहिले हानौँ न यो गाडी उड्छ कि नै क्रिएटर मेलाको बिहान जस्तै खतरा माहौल चाहिँ दामी भएर मेला गरेको होइन इन्फ्लुएन्सरको लागि त केही मतलबै भएन अघि यहाँ त भाषण मात्रै हाने है अब यस्तो क्रिएटरहरूलाई यो अलि यसो सघाइ अहिले चाहिँ हाम्रो टुबी गेमर अनि त्यहाँबाट ब्ला 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 को हो म चिन्दिनँ चिन्न त चिन्छु सबलाई तर नाम बिर्सेँ मैले एउटा त्यही त ठिक छ नि ब्रो मेला जस्तै भएन कि मेला हेर्न यहाँ झिलिमिली छ त मेला यति भन्दा के चाहियो मेला केटाहरू कहाँ गएर बस्यो त अघि यहीँ आएको थियो जाम बाहिर ए यहाँ रहेछ नि केटाहरू झ्याउला यार यो त लास्ट यो त भाषण हाने मात्र गर्छ यार है भाषण मात्रै ठोके छ होइन अघिदेखि त्यही सुनेर अलि यसो रमाइलो गरौँ नाच्यो भने छैन खोइ हेन्सी देखेछौ तिमी हो त इन्ट्रोडक्सन देऊ नि त तिम्रो मेरो चाहिँ अब के भन्नु र अब त्यस्तै नाम चाहिँ हिमाल हो केटाहरूको हिमाल हो ओ म हिमाली चित्रकार अनि मेरो नाम पनि हिमाली ए हो ल थ्याङ्क यू सो मच हो सपोर्ट गर्दै गर्नुपर्छ एकदम सपोर्ट त गरिहाल्छ होइन यो केटाहरूलाई सपोर्टेले त हो नि चिन्ने हो नि सपोर्टेले हो लाग्ने हो सही होइन यहाँ रमाइलो लागिरहेको केटा हो मजा आइरहेको तिमीलाई म सुन्दै क्या हो मैले बिहानै क्रिएटर मेलालाई थर्काएर आएको धेरै भिडियो हेर टाइट हेर न बिहान थर्काएको कि आएर होइन क्यामेरा छिराउनु अनि एक लट भिडियो हालेर आएको अहिले त छिरादियो दिइहाल्नु पऱ्यो नि त जाम बाहिर जाने हो म बाहिर गएँ केटा ल जाउँ बाहिर जानुपर्ने हुन्छ गाइज बाहिर गएर बाहिर पनि कति आउने कति भित्र जाने है प्रिन्टेस्ट कलसित चाहिँ हामी कुराकानी हेलो
हेलो म चाहिँ हिमाली चित्रकार वेलकम टु माई ब्लग What's your blog name? हिमाली चित्रकार ल हिमाली चित्रकारलाई फलो गरिदिनु होला अनि मलाई पनि पिन्ट्रेस्टै गर। अनि ओके तर जेन्युन रिभ्यू दिउँ तिमी खतरा राम्रो देखिरहेको छ क्या आज जेन्युन रिभ्यू है म चाहिँ एउटा फोटोग्राफर हो होइन त्योहरू देखेको है खतरा हो द स्याडोज स्टुडियो कस्तो राम्रो सुनेको थिएँ नाम मैले युट्युबमा टिकटकहरूमा देख्नुभन्दा चाहिँ तपाईँ बहुत राम्रो रहेछ मेकअप कति गरेर मेकअप गर्नु भयो आज त अब बिहानैबाट सेसन त भन्नु पर्यो आज यसो फोटो नै खिचिदिउँ न है ट्युटोरियल हेरेर ल गाइज गाइज ल ल है ल गाइज ल रमाइलो छ यहाँ लास्टै रमाइलो छ हजुर मैले बनाइसकेको गर यसो इन्ट्रोडक्सन हेलो गाइज वेलकम टु माई ब्लग हेलो तिमीलाई कता कता देखे जस्तो लाग्यो तर तिम्रो नामै थाहा भएन मलाई भन्न त नाम भन त अस्मी श्रेष्ठ चितवनै हो तिम्रो ल ठिक छ तर तँ चाहिँ राष्ट्रिय राम्रो देखिएस् क्या आज थ्याङ्क यू दाइ वेलकम बहिनी है ल कन्टिन्यू गाइज ये तर तपाईँलाई आज लास्टै राम्रो होइन कि होइन तर तपाईँलाई आज लास्टै राम्रो देखिरहेछ कि यस्तो राम्रो देखिरहेछ बवाल थ्याङ्क यू सो मच है अहिले हामी क्याबिनेट दाइहरूलाई होइन जाउन आज क्याबिनेट दाइहरूलाई भेटौँ हेलो दाजु नमस्ते वेलकम टु माई ब्लग म चाहिँ हिमाली चित्रकार दादा आइ एम योर बिग फ्यान होइन तपाईँहरूको इन्सपिरेसनबाट हामी अगाडि बढ्दैछौँ है जे होस् हिमाली चित्रकार हजुर म चाहिँ फोटोग्राफर हो स्टुडियो छ मेरो अनि हजुर चितवनमा द स्याडोज स्टुडियो भन्ने हो हाम्रो चाहिँ अनि ऱ्यान्डम ब्लग्स अब ब्लग भन्दा नि म चाहिँ एउटा अब त्यही स्टुडियो छ हाम्रो वेडिङहरू खिच्ने हो हामीले हजुर वेडिङहरू खिच्ने हामीले अनि त्यही अब त्यो चाहिँ भन्नु भएन कार्ड लिएर आएको छु मैले हो सिङ्गललाई चाहिँ हो नाइस आइडिया थ्याङ्क यू सो मच हो कार्ड मैले लिएर आएको थिएँ यो चाहिँ हाम्रो स्टुडियो कार्ड चाहिँ यही हो कि हाम्रो स्टुडियो चाहिँ बाबालाई पनि हजुर थ्याङ्क यू सो मच हजुर ब्यान्ड टाइपको भयो ब्यान्ड छैन हाम्रो के भन्न चाहनुहुन्छ तपाईँ थोरै ए तपाईँ आई होप भाइको स्टुडियो चाहिँ एकदम रकिङ छ यहाँ लट अफ सिंगल पिपल सबैले भाइलाई सपोर्ट गर्नुपर्छ थ्याङ्क यू सो मच तपाईँले पनि दुई शब्द थोरै तपाईँ पनि your studios should do well and be more creative and try to do some innovative videos which will get you more recognition. Thank you so much. So म चाहिँ I'm not MC like म चाहिँ प्रोग्राम चाहिँ होस्ट गर्दिन I just do my YouTube show हैन तर I'm just saying this for the clarity I'll still tell you कि MC गर्दाखेरि and how do you start भनेर first of all it's like हामी अलरेडी डिस्कस गरेको नि त्यही हो गाइस सुनमै चाहिँ आराम छ that is the key and even like this is happening here जाम बाहिर जाम यो चाहिँ इन्ट्रान्स रहेछ ओ वाउ झिलिमिली यो त बबाल रहेछ कि तर मेरोमा झिपझिप आए यस्तो इफेक्ट खतरा इफेक्ट आइरहेको छ मेरोमा है बबाल आएर जाउँ यहाँ भिडियो बनाउनु लाग्छ यतै जाउँ हामी उता नजाउँ हामी यतै फर्किने है अघि यो तिर्मिर भयो मैले त चस्मा लगाइरहेको किनभने मेरो फ्युचर एकदम ब्राइट छ भन्ने मैले देखिसकेँ भनेर मैले भिडियो हालेको थिएँ एम्स्टरड्याममा हजुर बिग फ्यान दाइ थ्याङ्क यू दुईचोटि भयो फेरि अब म त फेरि 3 चोटि नै आउन सक्छु फेरि बाले आउने हो होइन पुग्न त 30-40 मिनट 50 मिनट कति मिनट पुग्यो थ्याङ्क यू के छ के भनिदिनु पर्ने हो के भनिदिनु न त दुई शब्द के भनौँ तपाईँलाई के भन्न मन छ तपाईँलाई
बवाल गर्दै जाऊ यार अझै म त कन्सिस्टेन्सी छैन तिमीले चाहिँ गर यार तपाईँको भिडियो मैले एकदम पहिलाबाट हेर्थेँ कि सानै हुँदा होला सानै हुँदा त्यो भित्रीबाट गाइज वेलकम टु माई ब्लग इन्ट्रोडक्सन देऊ नि त छोरी इट्स मी समीक्षा काफले अरू के भनौँ अरू डिस्काउन्ट भएको ठाउँमा मैले सामान नकिने ठाउँ हुन्न पनि भन्दैन क्यालिबरको थियो मेरो क्यालिबरमा चाहिँ अफर लाग्छ यु क्यान गो देयर मेरो चाहिँ होइन क्यालिबर विज्ञान पौडेलको हो डाक्टर विज्ञानको हो ल विज्ञान दाइ तपाईँको प्रमोसन मैले यहाँबाट हानिदिइरहेको छु है ल ल त्यही नै हो अरू केही ट्रेकिङ गरिराख्नु मेरो भिडियोजहरू हेरिरहनु अब कहाँ जाने हो त हामी नेक्स्ट ट्रेकिङ त बवाल हुनेवाला छ नि आमा एङ्ग्री होला सायद भिडियोहरू हेरेँ कि नै त्यो हेरिसकेछु हो त्यो फुल भिडियो हालिदिएको थिएँ नि मैले कसैको मैले हेरेँ हो ए म आज बेलुका पठाउँछु त्यसो है सार्क टाइमको के अरे यता चाहिँ के रहेछ यता चाहिँ माहौल अब क्याबिनेट दाइहरू यहाँ आउला हो यहाँ कि क्याबिनेट दाइहरू आउला होला कि क्याबिनेट दाइहरूसँग त हामी पहिले भेटेर आएछ को आउला रहेछ यहाँ चाहिँ आउनु चाहिँ खै थाहै भएन सो फाइनली गाइज हामी क्रिएटर मेलाबाट अब चाहिँ निस्किन लाग्यो किनभने यहाँ धेरै बसियो सबैसँग भेटियो ओहो यहाँ नि हामी यस्तो गरौँ न यसो होइन फोटो नखिचौँ कि यसो गरेर गरौँ यसरी यही हो क्रिएटर मेला है यो चाहिँ स्टेज रहेछ दामी रहेछ हामी यहाँ टुबी दाईलाई निस्केको देखिसक्यौँ सो टुबी दाईलाई भेट्न गइरहेको छ टुबी दाईलाई हेलो दाई वेलकम टु माई ब्लग म चाहिँ हिमाली चित्रकार ल हिमाली चित्रकारलाई स्वागत छ ब्लगमा थ्याङ्क यू सो मच ए मलाई उल्टै स्वागत हो सन्चै हुनुहुन्छ सन्चै छु यार तिमी भिडियो हेऱ्यौ कि नि हाम्रो त्यहीँ बसिरहेको थिएँ नि म कस्तो लाग्यो तिमीलाई बवाल एउटा लाइन भन केही भनेको पैसा दिउँ केही भनेको भन कसम के सुन्यो कि नै मैले त अलि सुनिनँ होला सुन्नु त पर्ने हो मैले तपाईँको गेमिङमा सुन्छु नि त म जहाँ सुन्नु पर्ने हो त्यहाँ सुन्छु आएको होइन रमाइलो गर्न आएको नि हो हामी त्यही त सुनेर चाहिँ कौन हामी एकैछिन डाक्टर बन्डीहरू होइन भिडियोमा सुनिरहेको छु मैले तपाईँलाई भिडियोमा के सुन्छौ तिमी सुन्छौ मात्रै हेर्नु पर्यो हेरि पनि रह हुन्छ यस्तो हजुर दाइको स्पोन्सर मात्र हुन्छ जहाँ पनि स्पोन्सर मतलब ए फारलाइटको पनि थियो दाइको स्पोन्सर त नभए गाह्रो छ ल दाइ थ्याङ्क यू सो मच ल यार ल दामी दुई शब्द भनिदिनु न त कति छ तिम्रो सब्सक्राइबर छैन त्यस्तो सब्सक्राइबर यत्रो भाँडा लिएर हिँडेको यसो त्यतिकै रमाइलो कि यसो पैसाको कमी छैन है भाइसँग यस्तो उसँग त जिन्दै छुको नि आज फर्स्ट टाइम है अर्कोवाला चाहिँ छोदे यो चाहिँ नयाँवाला हो कि नयाँ होला भाइ लास्ट धनी रहेछ अब म फोटोग्राफर हो कि मेरो स्टुडियो नै छ अनि स्टुडियो द स्याडोज स्टुडियो कार्ड थियो नि ए यही हो दाइ तपाईँको बिहामा सम्झिनु है बिहामा सम्झिनु ल दामी ल यार ल थ्याङ्क यू सो मच ल के छ दिदी एकदम बवाल तपाईँलाई पनि स्वागत छ थ्याङ्क यू सो मच तपाईँले मलाई चिन्नुहुन्न ल मैले तिमीलाई नचिने नि तिमीलाई एकदमै भेरी गुड लक थ्याङ्क यू सो मच अगाडि बढ्दै जानु यसरी ग्याजेट्सहरूको प्रपर युज गर्दै जानु राम्रो गर्दै जानु फोटोग्राफीमा हाम्रो पनि छ प्रडक्सन हो मैले चिन्छु मैले राम्रोसँग चिन्छु तपाईँलाई के छ दृष्टि हालखबर सन्चै छ एकदम मलाई चिन्यो कि चिनेन हिमाली चित्रकार हो अश्विन चपाई हो कता लास्टै सुन्यो तिमीले त 8 कक्षाबाटै सुन्यो बुझ्यो ल त्यही हो ल थ्याङ्क यू नाम मात्र होइन तिमीले मलाई राम्रैसँग चिन्यो के छ त हेलो भनिदेऊ नि त मेरो ब्लगमा पनि युट्युब च्यानल खोल्दैको मलाई पनि 5वटा आइडी छ मेरो 5वटा क्रिएटर भेटेपछि हेर्नु हजुरहरूले अकाउन्ट फाला हुन्छ त्यही हो कि जसलाई भेट्यो त्यसलाई चाहिँ ट्यागको सब्स्क्राइब ठोकिहाल्ने ड्याङ्की ड्याङ है ल थ्याङ्क यू सो मच नेपथ्य लाइभ हुँदैछ सबै मार्च 27 गते वेलकम चर्च क्याम्पस चौरमा हामीलाई त फ्री होला नि टिकट अबे नेपथ्यले हामीलाई दिँदैन तिमीलाई किनेर आउनुपर्छ गाइस नेपथ्यले पास माग्छ ल ब्लग मैले अघि नै बोलाऊँ भनेको तिमी बिजी भक्को भाइ गरेर के छ दुई शब्द भनिदेऊ नि त दुई शब्द होइन वाट्सएप ग्याङ इट्स मी सबिन मगर अनि वेलकम टु ब्लग वाट हिमाली चित्रकार्स ब्लग अनि अहिले हामी छौँ क्रिएटर मेला 2026 अनि उहाँ रिटर्न हुँदै हुनुहुन्छ क्यारे म फेरि गइरहेको छु ए अब फेरि जानु लाग्यो त्यही
सही सही ल See you, yeah. ल Keep loving it. हामी एड हुनुपर्छ ल बाई यति भन्दै आजको लागि यही भ्लग टुङ्ग्याउन चाहन्छु हस्त धन्यवाद किप लभिङ हिमाली चित्रकार